अब भने यो मुन्द्रा लगाइदियो मुन्द्रा भनेको यो रोटीको कानमा लगाइदियो त मुन्द्रा मौलीसित थियो गुड नानो सानो भयो देखिस् हाम्रो बाबुले कस्तो लगाउँछ देखिस् तिमीहरूलाई छैन यो पानीले पुजेको पानीले नि गङ्गाजल मिसाएको पानीले कपाल भिजाइदियो तिमीले के मामाले भिजाइदिनु जसले पनि भइहाल्छ यो लगाइदिनु त लिएर बाहिर अब बाहिर लगेर भिजा बनाउनु घरभित्र त कपाल काट्नु मिल्दैन बाहिर लैजाऊ बाहिर कहाँ ग्वालीमा कि आँगनमा ग्वालीमै गर ग्वालीमा लैजाऊ ओली बाबुले यो थालमा थाप्नुपर्छ थाल त्यही लागि त दिएको नानीलाई त थाल हातमा दिनु ए नानु खानु हुँदैन नानु त्यो अलि समाता खानुलाई फाल्टु दिइहाल्नु समाता यो थाल समाता लु 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 भयो अब लिएर जाउँ मजाले भिजाइदिनु ल त्यो पानीले लु म आउँदैछु नानु त्यसको यता पनि गरिदिनु भने अलिकति खै दादाले के गर्नु छैन उनलाई फेरि लु खै यता साइडमा हो ग्वाली एकछिन अलिकति खाली गरिदिउँ ल यतातिर लोए लोए ग्वाली यतिर आएछ यता ग्वालीमा अब छेवर भएको छैन ला कति गर आइस भिडियो गर यहाँ त टुल्नु कपाल काट्दै त्यसले मजाले भिजाइदिनु नानीको कपाल त्यो पानीले अरू पनि पानीले भिजाउँदा हुन्छ अब यो चाहिँ यस्तो विधि गरेको मात्रै भनेर नि पानी चाहिँ मजाले भिजाउनु पर्छ नि कपाल त्यो खबर कागज पनि थियो नि अघि त्यसमा थपेर राख्ने कि थलमै राख्ने पनि हुन्छ हो नानी कपाल त्यता गएको टिस्टामा टिस्टा त होइन डाइना छेउमा छ त्यस्तै सम्झेर डाइना होइन टिस्टामा के गाउँ उसमै ब्रह्मपुत्र छ कहाँ पनि ऊ त ब्रह्मपुत्र गइहाल्छ फोटो खिच हुन्छ जहाँ पनि अब तिमीहरू जहाँ सक्छ फोटो खिचेको हुन्छ नि